CI for this opportunity. हामीले हाम्रो कामहरू त्यहाँ बसेर गऱ्यौँ. It was really stressful for us. किनकि सबै जति पनि प्रेजेन्ट गर्नुभएको थियो, it was really good. Especially the appearance. जसरी आफू एपियर हुनुभएको छ, नम्बर 1. त्यो बडी ल्याङ्ग्वेज सबैकोमा जुन किसिमले तपाईँहरू तयार भएर आउनुभएको थियो र जुन एक्सप्लेन गर्नुभएको थियो, गर्ने तौर तरिकाहरू साह्रै राम्रो थियो. त्यसमा इन्टरनेसनली तपाईँहरू जाँदाखेरि पनि यसरी नै जाँदाखेरि पनि एक्सेप्टेबल नै हुन्छ नै. र केही सुधारहरू छ अमितजीले भन्नुभएकोमा 2-4वटा कुराहरू मैले भन्नुपर्दाखेरि चाहिँ नि जुन इट्स ओके टु बी नर्भस, इट्स ओके टु बी नर्भस. त्यो कहिलेकाहीँ के हुन्छ भने त्यो कन्ट्रोल पार्न आएको हुन्छ, त्यो बोल्ने बेला पनि बिर्सिन्छ. कन्ट्रोल पार्न नपाऊ, बी नेचुरल अनि त्यो लिङ्क चाहिँ नि हामीले उसँग नै भएर गर्न सक्यो भने चाहिँ नि अझ बेटर हुनसक्छ. जस्तै कतिवटा स्लाइड्सहरूमा हामीले त्यो कनेक्ट हुन सकिरहेको थिएन कि स्लाइड यता अर्कै चलिरहेछ, के भइरहेछ, अब कता कता छ, त्यो शब्द नेक्स्ट भन्ने शब्दहरू अलिकति बढी नै भइरहेको थियो. के छ भने त्यो पावर पोइन्ट प्रेजेन्टर पोइन्ट एउटा डिभाइस त्यो युज गऱ्यो भने चाहिँ आफ्नो हातमा कन्ट्रोल हुन्छ र नर्भस हुन पर्दैन कि. र त्यहाँ बोलेका, त्यहाँ भनेका, त्यहाँ देखाइएका कुराहरूलाई अलिकति अब इन्टरनेसनल अडियन्स आज यसबाट त कोही छानिनुहुन्छ, सायद यहाँबाट जो छानिनुहुन्छ उहाँ इन्टरनेसनली कम्पिट पनि गर्नुहुन्छ. अमितजीले भन्दा जस्तै गरेर त्यहाँको लोकल कन्टेक्स्टलाई पनि बुझ्ने कुराहरू चाहिँ गरिदिनुहोस्. जस्तै कतिवटा भन्ने बेलामा लाख, अब त्यो लाख बुझ्दैन कि मिलियन्स, थाउजन्ड्स भन्ने कुराहरू बुझेको हुन्छ इन्टरनेसनली होइन. अनि नेपालको कन्टेक्स्टमा पनि त्यति राम्रोसँग बुझिरहेको. तपाईँ स्लाइडमा सायद भिडियो पनि राख्न सक्नुहुन्छ होला, साउन्ड नभए पनि त्यो फिल फ्याक्टर हो, त्यो कुराहरू पनि एड गर्न सक्नुभयो भने अलिकति इमोसनलाई टच गर्नुहोस्. जस्तै एकजनाले भन्नुभएको थियो हामी कृषकको नाम पनि राख्छु भनेर, त्यो नामहरू पनि देखाउनु भएको थियो. ह्युमन फेस समेत राखेर जुन मान्छेको नाम राखेको त्यो एउटा टच थियो. त्यसै गरेर तपाईँले भिजुअल्ली इम्पेयर्डको कुरा फेस स्माइलिङ सफ्ट गरेको पेड अन टाइम होइन, मलाई चाहिँ नि राम्रोसँग राख्नु भएको छ भने सिग्नल जान्छ कि नेपालमा कतिजनालाई थाहा छ, इन्टरनेसनली नै थाहा छ कि मिनिमम स्यालेरी पनि दिँदैन अनि टाइममा पनि पे गर्दैन भनेर इन्टरनेसनली बदनाम भएको छ क्या नेपाल. किनभने नेपालीहरू जो विदेशमा जानु भएको छ उहाँहरूले त्यही भएर गइरहनु भएको छ. एउटा त तलब दिन्छु भन्छ होइन, त्यो पनि निम्न तपाईँले 17,300 छ, त्यो पनि दिएको हुँदैन. 10-12 हजार रुपियाँ दिएको हुन्छ. खर्च घटाउनु खोज्छ, कम्पनीले खर्चाउनु खोज्छ, अनि त्यसपछि अनि बिस्तारै लहट दिन्छ. 3 महिनासम्म उसले तलब दिएको हुँदैन अनि बिचरा के पनि गर्नै सक्दैन, गइरहेको छ. सो तपाईँको प्रेजेन्टेसनहरूमा चाहिँ नि all of us are working together. Like एउटा दुईटा एक्जाम्पल पनि दिनुभएको हुन्छ. Since 20 years or since 5 years this person is working and then this is the impact that the person has been creating भनेर गराउनु भएको छ. उहाँहरूलाई मेरो सल्लाह फ्रम द एचआर श्रम अडिट गरेर बुझाउनुपर्छ. होइन भने आज हामी जति पनि प्रडक्टहरू बनाउँछौँ, इन्टरनेसनली कम्पिट गर्छौँ, हामी नेसनली नै फेरि फेल हुन्छौँ. किनकि हामी त इम्प्याक्ट त्यहाँ पनि गरिरहेको छौँ नि. त्यो व्यक्तिहरू जो चाहिँ हामी मान्छेहरू हामीसँग काम गरिरहनु भएको छ उहाँहरू चाहिँ नि प्रति हाम्रो सामाजिक दायित्व एकदमै धेरै छ. त्यो कुराहरूलाई फिल दिएर अनि जति पनि बनेको प्रडक्टहरू छ, प्रडक्टको त्यो एसेन्स चाहिँ छिराइदिनु भयो भने इन्टरनेसनली साह्रै नै राम्रो हुन्छ. Whoever wins today, wish you all the best. Thank you.